नमस्कार, यहाँलाई स्वागत छ स्किल्स फर द फ्युचरको अर्को एपिसोडमा। यो कार्यक्रम राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान NAVT-द्वारा प्रस्तुत गरिएको हो। NAVT-ले कार्यस्थलमै आधारित नयाँ किसिमको तालिम सञ्चालन गर्दैछ। यो परम्परागत व्यावसायिक तालिमहरूभन्दा फरक छोटो अवधिको रोजगारदाताको कार्यस्थलमै गरिने तालिम हो, जसले युवाहरूलाई सिकाइसँगै रोजगारीको ढोका समेत खोलिदिनेछ। हेल्वेटास नेपालको प्राविधिक सहयोग र विश्व ब्याङ्कको सहयोगमा सञ्चालन गर्न लागि हो। आजको हाम्रो एपिसोडको अतिथि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानकी निर्देशक बिन्दा आचार्य हुनुहुन्छ। उहाँसँग हामी यो तालिम कार्यक्रमको योजना र यसबाट को कसरी लाभान्वित हुन सक्छन् भन्ने बारे विस्तृत कुराकानी गर्नेछौँ। बिन्दाजी, यहाँलाई कार्यक्रममा स्वागत छ। नमस्कार, हार्दिक अभिवादन छ, धन्यवाद। अब मैले पहिलो प्रश्नबाटै कार्यक्रम सुरु गर्ने त भइ नै हाल्यो। म के सुन्न चाहन्छु भनेपछि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले के कस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ त्यसबारेमा प्रकाश पारिदिनुहोस् न। सिप र रोजगारीको क्षेत्रमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, यसको पुरानो नाम चाहिँ सिप विकास प्रतिष्ठान VSDTA भनेर यसलाई चिनिन्छ। यो चाहिँ धेरै पुरानो संस्था हो। यसले नेपालमा सिप विकासको क्षेत्रमा, रोजगारी सिर्जना गर्ने क्षेत्रमा, व्यक्तिलाई स्वयं उद्यमी बन्ने, व्यवसायी बन्ने क्षेत्रमा निकै ठुलो योगदान दिएको संस्था हो। अनि यसले के काम गर्छ भने आधारभूत श्रम प्रधान रोजगारमूलक आधारभूत सिप विकासको तालिमहरू सञ्चालन गर्छ र ती सिप विकासका तालिमहरू लिएका व्यक्तिहरूलाई सिप अभिवृद्धि गर्नु पर्यो। अझै बढी दक्षता आवश्यकता पर्यो भने तिनीहरूलाई सिप अभिवृद्धिको तालिम कार्यक्रम पनि हामी गर्छौँ। त्यसै गरी हामी उद्यमशीलता तालिम पनि गर्छौँ। हामी प्रशिक्षकहरूमा जो बन्न चाहन्छ वा आफूमा भएको सिप अरूलाई सिकाउन चाहन्छ, त्यो व्यक्तिले अरूलाई सिकाउन सक्ने क्षमताको विकास गर्न टिचर्सको ट्रेनिङ पनि गर्छौँ, TOT पनि गर्छौँ। सँगसँगै हाम्रो प्रतिष्ठान चाहिँ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्तरको सिपको विकास गर्ने प्रतिष्ठान हो। त्यति मात्रै होइन, करिकुलम बनाउने, तालिमको स्ट्यान्डर्डहरू गर्ने, सिपको प्रमाणीकरण गरिदिने, सिप परीक्षण गर्ने निकाय हो। र यसले के गर्छ भनेदेखि G2G एग्रिमेन्ट अन्तर्गत सरकारदेखि सरकार सम्झौता गरेर देशका नागरिकलाई विदेशमा रोजगारी, वैदेशिक रोजगारीको अवसर प्रदान गर्नुभन्दा अगाडि, उनीहरू विदेश जानुभन्दा अगाडि प्री डिपार्चर ओरिएन्टेसन ट्रेनिङ, विदेश जानुभन्दा अगाडि त्यहाँको भाषा, संस्कृति, त्यहाँको रहनसहन, वित्तीय साक्षरता, जीवन जिउने कला, त्यो सबै सिकाउने गरेर हामी PDOT भन्छ, त्यो PDOT पनि सञ्चालन गर्छौँ। यस्तै कार्यक्रमहरू हामी हालसम्म गर्नुभएको तालिमहरू चाहिँ कस्तो मोडलको हुन्छ, कति अवधिको हुन्छ? हजुर, विभिन्न प्रकारको हुन्छ। हामी 5-6 प्रकारले तालिमहरू सञ्चालन गर्छौँ, जो चाहिँ TOT 7 दिनकोदेखि लिएर 6 महिनासम्मको तालिम सञ्चालन गर्ने हाम्रो कार्यक्षेत्र वा हाम्रो अधिकारभित्र पर्दछ। त त्यसमा विभिन्न प्रकारका हुन्छन्। त्यो तालिमको विषय अनुसार करिकुलमले कति तोकेको छ त्यो अनुसारको चाहिँ तालिमहरू सञ्चालन हुन्छ। हजुर, अहिलेसम्म गरिआएको तालिमहरू कतिको प्रभावकारी भएको यहाँले महसुस गर्नुभएको छ? यहाँको प्रश्न चाहिँ अत्यन्त महत्त्वपूर्ण छ र अहिले जनमानसमा र नीति निर्मातामा TVT सेक्टरको पोलिसी इम्प्लिमेन्टेसन सेक्टरमा एउटा अलिकति जल्दो बल्दो उठेको विषय चाहिँ के छ भनेदेखि राज्यले यत्रो तालिम दिइरहेको छ, त के त्यो तालिममा गरेको लगानी चाहिँ सदुपयोग भइरहेको छ त? तालिमका लागि तालिम दिने होइन नि त। तालिम चाहिँ के को लागि? रोजगारी दिनको लागि, रोजगारी प्रदान गर्नको लागि, रोजगारी सिर्जना गर्नको लागि। तालिम के को लागि दिने भने तालिम लिएको व्यक्ति 3 ठाउँमा जान्छ। कहाँ जान्छ? कि व्यक्ति स्वयं स्वरोजगार बन्छ, कि व्यक्ति त्यो तालिम लिएर सिप, त्यो कुनै पनि विषयमा सिप प्राप्त गरेपछि ऊ दक्ष हुन्छ। त्यो दक्षतालाई सर्टिफिकेट देखाएर ऊ रोजगारदाताकामा रोजगार माग्न जान्छ, रोजगारीमा जान्छ। त्यो पनि भएन भने अथवा त्यसमा उसको अभिरुचि भएन भने ऊ वैदेशिक रोजगारमा जान सक्छ। एउटा तालिम लिएको व्यक्ति, हाम्रो परिकल्पना के हो भने 3 ठाउँमा जान्छ, उसले रोजगार पाउँछ, ऊ रोजगारमा आबद्ध हुन्छ, उसले आम्दानी गर्छ, आम्दानी गरेपछि उसको बेसिक निड्सहरू पुरा गर्छ, अनि ऊ चाहिँ उसको जीवन स्तर माथि उठ्छ। त सँगसँगै के गर्छ? रोजगारीको सेक्टरमा उसले प्रडक्सनमा योगदान दिन्छ भन्ने हो। तर अब हजुरको क्वेसन चाहिँ कहाँनिर आयो भने के अहिलेसम्म दिएका तालिमहरू प्रभावकारी थिए त? के अहिलेसम्म दिएका तालिमहरूले व्यक्तिको दक्षता विकास गर्यो त? के तालिम दिएपछि रोजगारी पायो त? रोजगारी सिर्जना भयो त?
भन्ने चाहिँ अत्यन्त यो चाहिँ कस्तो महत्त्वपूर्ण प्रश्न हो। त अब यहाँ के प्रश्न उठिरहेको छ भने अहिले जुन परम्परागत हिसाबले हामीले तालिमहरू दिइरहेका छौँ, सङ्घीय सरकारले, प्रदेशले, पालिकाले, एनजिओ आइएनजिओले, विभिन्न सङ्घ संस्थाले, तालिम प्रदायक संस्थाले दिइरहेका तालिमहरूले के रोजगारीमा जोडेको छ त, त्यो व्यक्तिले रोजगारी पाएको छ त भन्ने एकदमै अहम प्रश्न हो। र यहीँनिर अब हामीले एउटा पोलिसी सिफ्ट गर्नुपर्ने एउटा बेला आइसकेको छ र त्यसको उत्तर सन्तोषजनक पाइएको छैन। गुनासाहरू नै आएका छन्, प्रभावकारी अथवा उपलब्धिपूर्ण भएन भन्ने गुनासो। रोजगारीमा जोडेन। तालिम रोजगारीका लागि हो, रोजगारदातालाई चाहिँ सहयोग पुर्याउन हो, उसको उत्पादकत्व उत्पादनमा अभिवृद्धि गर्नलाई हो, उसलाई सपोर्ट गर्नलाई हो भन्ने कुरालाई तालिम त लियो व्यक्तिले, एउटा व्यक्तिले धेरै प्रकारको तालिम लिएर बसेको छ तर उसले रोजगारीमा जोडिएको छैन, रोजगारी पाएको छैन भने केका लागि त्यो तालिम त भनेर जुन पुरानो परम्परागत हिसाबले गरिने तालिमहरूमाथि प्रश्न चिन्ह उठिरहेको छ। हजुर, तालिम चाहिँ पायो, काम उसले पाएन, रोजगारदाताले पनि दक्ष जनशक्ति पाएको खालको रिपोर्ट आयो। हजुर। अब त्यसकै कारणले तपाईँहरूले यो नयाँ मोडलको कार्यस्थलमै गएर तालिम दिने भन्ने खालको नयाँ मोडलको कुरा अगाडि लिएर आउनु भएको यो? हजुर हजुर, केही समय यता यो विभिन्न प्रकारको यो प्रश्नहरू उठेको कारणले चाहिँ सरकारको लगानी, राज्यको लगानी, सरकारको उद्देश्य के हो, आफ्ना जनता नागरिकलाई रोजगारी दिनु उसको एउटा कर्तव्य दायित्व पनि हो र एउटा व्यक्तिले आफ्नो आत्मनिर्भर बन्नु चाहिँ उसको एउटा डिग्निटी, एउटा सम्मानको, आत्मसम्मानको विषय हो नि त। तर के भइदियो भनेदेखि देशमा रोजगारी सिर्जना हुन सकेन, जीवनयापन उसले आफ्नो चाहिँ आफ्नो जीवनयापन गर्न आफ्नो खुट्टामा उभिन सक्ने हुनु त एउटा व्यक्तिको लागि त एउटा आत्मसम्मानको विषय हो नि त। बेसिक निड पनि भयो। हरेक व्यक्ति नै चाहन्छ त्यो कसैसँग परनिर्भर भएर बाँच्न चाहँदैन नि त। एउटा व्यक्तिको उसको काम गर्न पाउने अधिकारको सम्मान गर्ने, अर्को राज्यले नागरिकलाई पनि रोजगारी आममा दिने जुन रोजगारीको हक संविधानले पनि हामीलाई प्रत्याभूति गरेको छ त्यो हकको पनि कार्यान्वयन गर्न, सँगसँगै रोजगारदातालाई आवश्यक परेको जनशक्ति पनि उपलब्ध गराइदिनका लागि तिनै पक्षलाई फाइदा हुने गरी कार्यस्थलमा आधारित तालिम, वर्क प्लेस बेस्ड ट्रेनिङको मोडल चाहिँ अन्तर्राष्ट्रिय जगतमा पनि सफल देखिएको छ र नेपालमा केही सानोतिनो अभ्यासमा पनि यो सफल देखिएको र रोजगारदाताले पनि यस्तै खालको तालिमको मोडल खोजेको कारणले गर्दाखेरि र अर्को सिप तालिम लिएको व्यक्तिलाई सिधा रोजगारीमा जोड्न सकिने भएको कारणले अब हाम्रो अहिले प्रतिष्ठानले कार्यस्थलमा आधारित तालिम चाहिँ दिने भनेर नेपाल सरकारले 2-4 वर्षदेखि नै बजेट छुट्याइरहेको छ। तर त्यो कस्तो मोडलमा गर्ने, कसरी गर्ने भन्ने हाम्रो अनुभव नभएको कारणले, अवधारणागत क्ल्यारिटी नभएको कारणले हामी जान सकेका थिएनौँ। तर अब अहिले हामीले त्यसको गाइडलाइन बनाइसकेका छौँ, त्यसको कार्यान्वयन खाकाहरू बनाइसकेका छौँ र अहिले हामी के तयारी पनि गर्दैछौँ भने रोजगारदाता यानि कि उद्योग व्यवसायीहरूसँग, कम्पनीहरूसँगै हामी मिलेर तपाईँहरूलाई कस्तो खालको कामदार चाहिन्छ त, कस्तो दक्षता भएको कामदार निर्माण, जनशक्ति निर्माण गर्दा तपाईँको कारखानालाई सपोर्ट हुन्छ त, तपाईँको प्रोडक्सन बढ्छ त भनेर हामीले त्यो हिसाबले उहाँहरूकै संलग्नतामा यो कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरिरहेका छौँ अहिले हामी। हजुर, भनेपछि यो प्र्याक्टिकल निड्समा आधारित भएरै त्यसमै बेस भएरै दिने तालिम भयो होइन? हजुर, यहाँले भने जस्तै यो चाहिँ कस्तो भनेदेखि कस्तो थियो भने पुरानो मोडल चाहिँ कस्तो थियो, रोजगारीमा को खोजीमा रहेका हाम्रा बेरोजगार नागरिक थिए, अर्को हाम्रा रोजगारदाताहरूलाई विभिन्न प्रकारको काम से सिप भएका व्यक्तिहरू चाहिएको थियो। तर यहाँ बिचमा एउटा के लेयर थियो भने सरकारसँग बजेट थियो, पैसा थियो, कार्यान्वयन गर्नको लागि सरकारसँग बजेट कार्यक्रम थियो। तर एउटा बिचमा के लेयर थियो भने टिटिपिज भन्छ, ट्रेनिङ प्रोभाइडर संस्थाहरू थिए। त सरकारले ट्रेनिङ प्रोभाइडर संस्थालाई छानेर त्यो व्यक्तिलाई तालिम दिएर अनि बजारमा पठाउँदाखेरि चाहिँ के भइदियो भने मिसम्याच भइदियो, म्याच भएन क्या त्यहाँनिर। कस्तो भनेदेखि व्यक्तिको स्किल र रोजगारदाताले खोजेको जनशक्तिको त्यो स्किल चाहिँ ग्याप भइदियो। एक उसले खोजे जस्तो मान्छे पाएन हो, भलै बजारमा तालिम लिएका व्यक्ति त छन् तर रोजगारदातालाई त्यो काम लागेन अथवा उपयुक्त भएन भनौँ न, अब त्यो खालको चाहिँ थियो भने अब चाहिँ सिधै कस्तो चाहिन्छ उहाँहरूलाई, उहाँहरूले नै करिकुलम बनाउनुहुन्छ, डिजाइन गर्नुहुन्छ र त्यस पछाडि अनिखेर उहाँहरू कार्यस्थल भनेको उहाँको कम्पनीमै दिने, कुनै एउटा हल ल्याब बनाएर त्यहाँ गएर तालिम दिने अनि बजारमा मार्केटमा चाहिँ त्यो तालिम पाएको जनशक्ति छोडिदिने, त्यस्तो होइन। त्यही कार्यस्थलमै
जहाँ तालिम लिन्छ भोलि उसले त्यहीँ काम गर्छ। र यो मोडलमा चाहिँ कस्तो हुन्छ भने त्यो रोजगारदाताले चाहिँ केही समय उसलाई त्यहीँ जब पनि दिनुपर्छ, अन द जबै भनौँ न। त्यही जब दिन्छ। दिइसकेपछि के हुन्छ, त्यो व्यक्ति जो तालिम लिन्छ, जो कार्यस्थलमा आधारित तालिम, उसले के गर्छ, केही करिकुलमको आधारमा 1 महिनादेखि 6 महिना उसले तालिम लिन्छ। अनि तालिम लिएपछि त्यही काम गर्छ, त्यति नै बराबर। 1 महिना तालिम लियो भने 2 महिना, 6 महिना लियो भने 6 को 1 वर्षसम्म उसले त्यही काम गर्छ, त्यही कम्पनीमा, त्यही उसले त्यही काम गर्ने सुविधा पाउँछ भनौँ न। सुविधा पाउँछ। यसरी पाइसकेपछि त्यो एउटा व्यक्तिभित्र जुन एउटा सिप कौशलको विकास हुनुपर्ने पनि लामो समय भएको कारणले विकास हुन पायो। दोस्रो, उसले त्यहाँ तालिम लिँदै एउटा एज अ वर्करको रूपमा पनि काम गर्ने भएको कारणले उसले बेसिक स्यालेरी पाउँछ, नेपाल सरकारले तोकेको न्यूनतम चाहिँ स्यालेरी उसले पाउँछ। त सँगसँगै अरू उसले एक्सपिरियन्स पनि अनुभव प्राप्त गर्छ। यसरी हुँदा एउटा बेरोजगार व्यक्तिलाई यो मोडलमा के फाइदा हुन्छ भनेदेखि 3टा फाइदा हुन्छ। पहिलो के हुन्छ, उसले जुन सिपमा उसले तालिम लिएको त्यो सिपको प्रमाणपत्र पाउँछ, त्यसको सिपको प्रमाणीकरण हुन्छ, उसले सिप परीक्षणबाट सर्टिफाइड एउटा स्किल म्यान पावरको रूपमा उसले सर्टिफिकेट पाउँछ पहिलो। दोस्रो, उसको जीविकोपार्जनका लागि यो होइन कि काहीँ मैले सित्तैमा तालिम पाउँछु भनेर एउटा बेरोजगार व्यक्ति पैसा खर्च गरेर डेरामा बसेर यातायात खाना खर्च चाहिँ नै कहाँबाट ल्याओस् त एउटा बेरोजगारले, होइन? एउटा मानिलिउँ मैले 5,000 को तालिम लिनका लागि 50,000 खर्च गरेर त आउन सक्दैन नि त एउटा बेरोजगार। पाए तापनि अन्य जुन उसको छ नि, उसले दैनिक ज्यालादारीमा काम गर्दा पाउने ज्यालाबाट त ऊ वञ्चित भयो नि त। त्यस कारणले त्यसरी पनि तालिममा व्यक्तिहरू आउँदा रहेन रहेछन्, आकर्षण हुँदो रहेन रहेछ। त्यस कारणले ड्रप आउट हुँदो रहेछ। तालिममा भनेका जति सङ्ख्यामा मान्छेहरू आउँदा रहेन रहेछन्। यो हाम्रो पुरानो एक्सपिरियन्स। म्याम, यसलाई फेरि प्रश्न पार्ने गरेर एकचोटि हाम्रो दर्शक श्रोतालाई अझ प्रश्न हुन्छ। पहिला तपाईँहरूले दिएको तालिम हुँदै पनि यसको आवश्यकता महसुस गर्नुभयो, यो त लगभग कुरा बुझियो, तर यो कुन मानेमा नयाँ चाहिँ पुरानोभन्दा भिन्न हुन्छ र तपाईँलाई किन यो प्रभावकारी हुन्छ जस्तो लागेको छ भनेर फेरि एकचोटि प्रश्न। म यहाँहरूलाई प्रश्न पारिदिन्छु। जुन परम्परागत ट्रेडिसनल मोडलबाट हामी टिटिपिजहरूबाट, तालिम प्रदायक संस्थाबाट तालिम गरेर जुन सर्टिफिकेट दिन्थ्यौँ, त्योभन्दा यो के फरक छ भने एउटा बेरोजगार व्यक्तिले 3 प्रकारले यसमा लाभ पाउँछ। कसरी पाउँछ भने उसले पहिले जुन विषयको ट्रेड भन्छौँ हामी, जुन पेसाको तालिम लिन्छ, जान्छ प्लम्बिङ, इलेक्ट्रिसियन भनौँ अथवा कुक भनौँ, त त्यो तालिम लिइसकेपछि सर्टेन जति पिरियडको तालिम हो त्यो बराबर यति घन्टाको तालिम लिएको भनेर प्रमाणपत्र उसले पाउँछ र त्यसको सिप परीक्षण पनि हुन्छ। सिप परीक्षण भएर उसले एउटा राष्ट्रिय अन्तर्राष्ट्रिय मार्केटमा सर्टिफाइड एउटा स्किल म्यान पावर बन्छ पहिलो। दोस्रो, उसले के पाउँछ, जीविकोपार्जनको लागि न्यूनतम स्यालेरी पनि उसले पाउँछ। र तेस्रोमा उसले के पाउँछ, एक्सपिरियन्स लेटर पाउँछ। जति बराबर तालिम उसले रोजगारदाताकामा गर्छ कार्यस्थलमा त्यति नै बराबर उसले काम गर्न पाउँछ। त्यो म्यान्डेटरी हो, रोजगारदाताले उसलाई अनिवार्य त्यति उसलाई त्यहाँ रोजगार दिनु नै पर्छ। त्यो एक प्रकारको बाध्यात्मक परिस्थिति सृजना गरिन्छ। त्यो भएपछि के हुन्छ त, यदि एउटा व्यक्तिले 6 महिना कुनै विषयको तालिम लियो भने के भयो, 6 महिना तालिम लिएको प्रमाणपत्र पायो। दोस्रो छ, त्यो 6 महिना बराबरको स्यालेरी पनि पायो। सँगसँगै 6 महिना एक्स्ट्रा उसले त्यहाँ जब पाउँछ त्यही ठाउँमा कार्यस्थलमै भन्दा कम्तीमा 1 वर्ष एउटा व्यक्तिले त्यहाँ गर्दाखेरि भोलि ऊ त्यही कम्पनीमा बस्दाखेरि पनि ऊ एउटा एम्प्लोइको रूपमा बस्न पाउने भयो, स्किल म्यान पावरको रूपमा, सेमी स्किल भनौँ। अब ऊ त्यहाँ बस्दिनँ, म बाहिर जान्छु, म अरू कम्पनीमा यस्तै सिमिलर अरू कम्पनीमा काम गर्छु, या स्वरोजगार बन्छु, या वैदेशिक रोजगारमा जान्छु भन्दाखेरि पनि उसँग तालिमको प्रमाणपत्र र एक्सपिरियन्स लेटर हुने भयो। त त्यो भएपछि ऊ एउटा बजारमा बिक्न सक्ने एउटा दक्ष जनशक्ति भएर निस्किन्छ। र यो मोडल चाहिँ अन्तर्राष्ट्रिय इन्डियाकै हेरौँ, बङ्गलादेशमा यो मोडल चाहिँ एकदम सक्सेसफुल मोडल छ र हामीले प्रतिष्ठानले यसलाई अब आगामी आर्थिक वर्षबाट कार्यान्वयन गर्नको लागि सम्पूर्ण तयारी पुरा गरेको छ। 12वटा हाम्रा रोजगारदाता र ती रोजगारदाताका प्रतिनिधिमूलक महासङ्घहरूसँग हामीले MOU पनि तयार गरेका छौँ र यही आर्थिक वर्षमा हामीले
यस्ता प्रकारका तालिम कार्यक्रम कार्यान्वयन गर्न मिल्ने गरी रोजगारदाताकै संलग्नतामा चाहिँ पाठ्यक्रम निर्माण गरिरहेका छौँ। ए म्याम, यो तालिमको मोडालिटी बनाउँदाखेरि तपाईँहरूले के कुरामा ध्यान पुर्याउनु भएको छ? कसरी हजुर, यो सुरुमा जब यो कार्यक्रम चाहिँ एकदमै इफेक्टिभ हुन्छ रोजगारी सिर्जना गर्नको लागि भनेर अर्थ मन्त्रालय, हाम्रो श्रम रोजगार मन्त्रालयले कार्यक्रम बजेटमा जुन प्रस्ताव गरेर आएको थियो, आएपछि चाहिँ यसमा कन्सेप्चुअल क्ल्यारिटी कसैमा पनि थिएन। यो कसरी गर्ने हो, के गर्ने हो, यो अध्ययन गर्ने धेरै लामो समय लागेको छ। यहाँ 3टा टर्म हुँदो रहेछ, एउटा अन द जब ट्रेनिङ, एउटा एप्रेन्टिससिप ट्रेनिङ, अर्को चाहिँ वर्क प्लेस बेस्ड ट्रेनिङ। त यसमा यो चाहिँ के हो त भन्नेमै धेरै चाहिँ नि नीतिगत तहमै स्पष्टता थिएन। यसमा हामीले धेरै देशको अध्ययन गऱ्यौँ, धेरै एक्सपर्टहरूसँग मिटिङ बस्यौँ, अनि त्यस पछाडि यसमा हामीलाई विश्व ब्याङ्कले सहयोग गर्यो, अरू देशको अनुभवहरू पनि हामीलाई चाहिँ प्रदान गर्यो, हामीले सेयरिङ गऱ्यौँ, धेरै सेमिनारहरू गऱ्यौँ, धेरै बस्यौँ। हामी बसिसकेपछि अनि पुरानो हाम्रो कार्यविधिहरू पनि रहेछ उद्योग मन्त्रालय अन्तर्गतको र श्रम मन्त्रालय अन्तर्गतको, तर ती कार्यविधिहरू चाहिँ कार्यान्वयनमा कसरी लैजाने भन्ने प्रक्रियागत अस्पष्टता रहेछ त्यसमा। त्यस कारणले ती कार्यान्वयन हुन नसकेका रहेछन्। रहन त रहेछ, 2-4 वर्षदेखि बजेट पनि राखिएको रहेछ, कानुन निर्देशिका कार्यविधि पनि बनाइएको रहेछ, तर त्यो कसरी फ्लोमा लैजाने भन्ने कुराको चाहिँ स्पष्टता नभएको कारणले करोडौँ रुपियाँहरू चाहिँ फ्रिज हुँदै बसिरहेको रहेछ। र यसलाई अहिले जुन हामी निर्देशिका प्रस्तावित गरेका छौँ, त यसमा चाहिँ त्यो अन्तिम समय मोनिटरिङ इभ्यालुएसन प्लस त्यसको परिणामसम्मै नतिजासम्मै पनि स्पष्ट हुने गरी तयार गरेका छौँ। तर अब कार्यान्वयनमा विभिन्न बाधाहरू चुनौतीहरू आउन सक्छन्, किनभने यहाँ चाहिँ फेरि रोजगारदाताको संलग्नता चाहिन्छ। यदि हामीले यस्तो कार्यक्रम तालिम कार्यक्रम मैले अघि हामीले बेरोजगार युवा कसरी लाभान्वित हुन्छन् भन्ने त लगभग कुरा गऱ्यौँ। योभन्दा अघिल्लो एपिसोडमा रमेश सरसँग पनि त्यसबारेमा कुराकानी भएको थियो। तपाईँको विचारमा रोजगारदाताहरू चाहिँ यसबाट कसरी लाभान्वित हुन्छन् त यो योजनाबाट? यसमा रोजगारदाताको अत्यन्त सक्रिय र सकारात्मक संलग्नता बिना यस्तो कार्यक्रम कार्यान्वयन गर्न सकिँदैन। यो हाम्रो विगतको अनुभवहरूले पनि हामीलाई देखाएको छ, पाठ सिकाएको छ। त यो मोर चाहिँ बेरोजगार प्लस रोजगारदाता फ्रेन्डली हुनुपर्छ यस्तो कार्यक्रम, न कि तालिम प्रदायक संस्था, न कि बजेट प्रोभाइडर संस्था फ्रेन्डली होइन। किनभने यो चाहिँ एउटा बेरोजगारलाई रोजगारी दिनु छ, अर्को रोजगारदातालाई काम लाग्ने जनशक्ति त्यहाँ लगेर जोडिदिने पुलको काम चाहिँ हामी जस्तो तालिम प्रदान गर्ने हामी प्रशिक्षण प्रतिष्ठानहरूको भूमिका हुन्छ। यहाँ हाम्रो उहाँहरूलाई बढी मैत्री बनाइदिनुपर्छ हामीले। त रोजगारदातालाई चाहिँ के फाइदा हुन्छ भनेदेखि रोजगारदातालाई त कामदार त चाहिन्छ, कसैले तालिम दिए पनि नदिए पनि उसले त आफ्ना लागि चाहिने कामदार त भर्ना गर्नै पर्छ, खोज्नै पर्छ। त त्यो खोज्ने भर्ना गर्ने लगायतको त्यो सारा हसल्सहरू छ, प्रोसेसहरू छ, त्यसमा टाइम र कस्ट चाहिँ बचत हुन्छ। सिधा उसले नयाँ कोरा मान्छे ल्याएर आफ्नो कम्पनीमा जुन सिकाउनु पर्थ्यो त्यो कुरा त्यसको लागत चाहिँ सरकारले गरिदिन्छ। के गरिदिन्छ? करिकुलम सरकारले बनाइदिन्छ। अर्को त्यो भर्ना लगायतको प्रक्रियाहरू, त्यसको क्राइटेरियाहरू सबै निर्माण चाहिँ कसले गरिदिन्छ? हाम्रो जस्तो प्रतिष्ठानले गरिदिन्छ। त उहाँहरूकै सपोर्टको लागि हो। अर्को उहाँहरूलाई काम लाग्ने मान्छे निर्माण हुन्छ नि त। बजारमा भएको मान्छे त उहाँहरूलाई एकदम प्रोपर काम लाग्ने हुन्छ कि हुँदैन के थाहा, तालिम दिने त अर्कै छ, त्यसबाट त छानिएकै मान्छे चाहियो नि त। अर्कै तालिम दिने अर्कै छ, रोजगार दिने अर्कै छ। त्यहाँ चाहिँ म्याच भइरहेको थिएन, स्किल ग्याप थियो नि त त्यहाँनिर। अनि त्यसले गर्दा अब चाहिँ कस्तो हुने भयो भने रोजगारदातालाई जस्तो चाहिन्छ त्यस्तै उसले बनाउने भयो क्या। ल तिमी नै बनाऊ, तिमीलाई कस्तो मान्छे चाहिन्छ भनेर सरकारले रोजगारदातासँग सम्झौता गरेर उसलाई नै मुख्य एउटा भूमिका दिएर उहाँलाई नै गर्दाखेरि प्राइभेट सेक्टर पनि के हुने भयो? मोटिभेटेड हुने भयो। मेरा लागि चाहिने जनशक्ति, हाम्रो सेक्टरका लागि चाहिने जनशक्ति हामी नै बनाउँछौँ, करिकुलम हामी नै बनाउँछौँ। त सरकारसँग मिलेर काम गर्नु त जो पनि चाहन्छ नि त। त्यसले गर्दाखेरि एउटा एक प्रकारको मोटिभेसन पनि हुन्छ। र बाहिर विदेशको अनुभवमा चाहिँ कस्तो छ भने जो
तालिम प्रदायक जो रोजगारदाताहरूले यसरी आफ्नो रिलेटेड विषयमा जनशक्ति तयार पारिदिनुहुन्छ उहाँहरूलाई चाहिँ सरकारले इन्सेन्टिभ पनि दिने गरेको छ, सम्मान गर्ने गरेको छ, विभिन्न प्रकारको छुट सुविधा सहुलियत सम्मानहरू दिने गरेको छ। त्यसले गर्दाखेरि प्राइभेट सेक्टरलाई हामीले बढीभन्दा बढी उहाँहरूलाई चाहिँ नि सहजीकरण गरिदिने, उहाँहरूलाई मोटिभेटेड गर्नुपर्ने जरुरी हुन्छ। हजुर, अब हामीले राज्य बेरोजगार युवा र रोजगारदाताको त कुरा गऱ्यौँ। अब यो नयाँ शैलीको तालिम कार्यक्रमबाट अरू कसले फाइदा उठाउन सक्छन्? यो अरू कुन क्षेत्रको लागि अनुकरणीय हुन्छ जस्तो लाग्छ यहाँलाई? अबको तालिम कार्यक्रम चाहिँ सिप तालिम दिएर बजारमा छोडिदिने खालको तालिम अब चाहिँ कुनै हालतमा गर्नु हुँदैन र जुन तालिमले रोजगारी कसैले पनि त्यस्तो गैर जिम्मेवार काम त गर्नु नै हुँदैन, किनभने त्यो अन्याय हुन्छ एउटा बेरोजगारमाथि। तपाईँले तालिम त दिनुभयो, रोजगार दिन सक्नु भएन भने के का लागि तालिम दिने? तर के भनिन्छ भने विगतमा थुप्रै पटक भएको छ र धेरै विरोध पनि भएको छ, धेरै असन्तुष्टि गुनासो छ, राज्यको लगानी खेर गइरहेको छ। त अब यो कार्यस्थलमा आधारित तालिमले चाहिँ अत्यन्त व्यावहारिक हो, यो अत्यन्त व्यावहारिक र रेस्पोन्सिबल एउटा राज्य र प्राइभेट सेक्टरको रोल चाहिँ क्रिएट हुन्छ यसमा। यो सबै पक्ष जवाफदेही हुने खालको सबै पक्ष। हजुर, यो मोडल अरू कुन कुन क्षेत्रको लागि अनुकरणीय हुन सक्छ? यो सबै क्षेत्रको लागि हुनसक्छ। कसरी हुनसक्छ? एउटा कुनै कम्पनी रोजगारदातामा हामीले यो अप्लाई गऱ्यौँ र उहाँले यो कार्यक्रम सक्सेसफुल्ली गर्नुभयो भने त्यस्तै अर्को रोजगारदाताले यही मोडलमा गर्न सक्छ, कुनै कसैसँग सहकार्य गरेर। अर्को यो कुरा प्रदेशले सिक्न सक्छ, यो कुरा स्थानीय पालिकाहरूले सिक्न सक्छन्, यो कुरा तालिम प्रदायक सङ्घ संस्थाहरूले सिक्न सक्छन्, यो कुरा रोजगारदाताका सङ्घ महासङ्घहरूले सिक्न सक्छन्। यो कुरा जुन यो तालिमको मोडल चाहिँ तालिम प्रदायक संस्थाका पनि अम्ब्रेला अर्गनाइजेसनले गर्न सक्छन्। र अर्को कुरा अहिले सबैभन्दा धेरै तालिम यस्ता कहाँ भइरहेको छ भनेदेखि पालिकामा भइरहेको छ, प्रदेशमा भइरहेको छ। र हाम्रो प्रतिष्ठान जस्तै सिपमूलक तालिम दिने प्रतिष्ठानहरू वा केन्द्रहरू चाहिँ देशमा करिब हामी अन्तर्गतकै 13वटा त प्रदेशमा हस्तान्तरण भएका छन्। ती तालिम केन्द्र वा प्रतिष्ठानले यही मोडलमा गर्न सक्छन्। उहाँहरूले यसको लागि धेरै तयारी गरिराख्नै पर्दैन, किनभने निकै मेहनत गरेर गाइडलाइन हामीले बनाएका छौँ। त्यही गाइडलाइनलाई उहाँहरूले चाहिँ प्रयोग गर्न सक्नुहुन्छ, आफ्नो हिसाबले बनाएर प्रयोग गर्न सक्नुहुन्छ। दोस्रो, यो मोडलमा तयार गरिएका करिकुलमहरू बनाउन पनि महिनौँ लाग्छ, खर्च निकै लाग्छ, त्यसको लागि एक्स्ट्रा खर्च गरिराख्नु पर्दैन, त्यो उहाँहरूले प्रयोग गर्न सक्नुहुन्छ। त्यसै गरी हाम्रो एक्सपर्टिजम तपाईँहरूले प्रयोग गर्न सक्नुहुन्छ, मटेरियलहरू प्रयोग गर्न सक्नुहुन्छ। त्यस कारणले प्रदेश र स्थानीय तहले पनि अब चाहिँ परम्परागत जुन हिसाबका पहिलेदेखि हामीले गरिआएको जसले रोजगारी क्रिएसनमा योगदान दिन सकेनन् त्यस्ता खालका तालिमलाई छोडेर सिधा कार्यस्थलमा आधारित तालिम चाहिँ अप्लाई गर्नको लागि म अनुरोध पनि गर्दछु। र एनएभिटीले के सहयोग गर्नुपर्छ तपाईँहरूको लागि हामी तयार छौँ। हामी सम्पर्कमा रहौँ र संवाद गरौँ र हाम्रो जानेको कुराहरू नलेजलाई सेयरिङ गरौँ। म यो पनि आह्वान गर्न चाहन्छु यहाँको पोस्टकार्ड मार्फत। यो तालिमबाट तपाईँ एनएभिटीको निर्देशकको रूपमा तपाईँले के अपेक्षा गर्नुभएको छ? म अत्यन्त आशावादी छु यो विषयमा। यो प्रकारको मोडलले काम गर्छ, किनभने अरू देशमा पनि काम गरेको छ र हाम्रो केही सिटिभिटी लगायतको अरू निकायले गरेको केही तालिममा पनि यसको राम्रो परिणाम देखिएको छ। जस्तो सिटिभिटीमा छ यो, तर यो एप्रेन्टिससिप भनिन्छ त्यहाँ चाहिँ, त्यो चाहिँ अलिकति लामो, अलिकति मोर टेक्निकल छ। त हामी यो चाहिँ छोटो अवधिको भएकोले अहिलेको जो बेरोजगार युवाहरूलाई धेरै लामो समय चाहिँ त्यसमा भनौँ न तालिममा इन्भल्भ हुने एक त समय छैन। दोस्रो कुरा चाहिँ त्यहाँ धेरै हुँदाखेरि उसलाई तुरुन्तै आम्दानी चाहिएको छ क्या अहिलेको युवालाई, किनभनेदेखि हाम्रो एउटा बेरोजगारी र गरिबीको स्थिति दैनिक जीवनमा मलाई चाहिँ नि खर्च आम्दानी चाहिएको छ खर्चका लागि। त त्यसको लागि म छिट्टै केही तालिम लिएर म छिट्टै रोजगारमा आबद्ध हुँ भन्ने उसको चाहनालाई कदर गर्दै हजुर हाम्रो श्रम रोजगार मन्त्रालयको जुन म्यान्डेट छ त्यसलाई पनि आधार मान्दाखेरि चाहिँ छोटो अवधिमा कुनै स्किल लिएर त्यसमा काम गरेर रोजगारी पाउनको लागि चाहिँ आय आर्जनको बाटो छिटोभन्दा छिटो यो मोडल चाहिँ अलि बढी इफेक्टिभ हुन्छ कि भन्ने मलाई लागेको छ। हजुर। अब अन्त्यमा तपाईँ यो कार्यक्रम मार्फत इच्छुक युवा एवं रोजगारदातालाई के सन्देश दिन चाहनुहुन्छ? यहाँहरूलाई हामी के भन्न चाहन्छु भने यहाँहरू
तालिम लिएर देशभित्रै केही रोजगारी गर्न चाहनुहुन्छ, आफै स्वरोजगार बन्न चाहनुहुन्छ, अथवा विदेश जाँदाखेरि पनि तालिम लिएर स्किल फुल म्यान पावर भएर जान चाहनुहुन्छ भने चाहिँ तपाईँलाई धेरै यो तालिम कार्यक्रमले लाभ दिन्छ। विदेश जाँदा यत्तिकै नजानुहोस्, यत्तिकै नन स्किलमा अत्यन्त एकदमै रिस्क काममा जानुभन्दा तपाईँ स्किलको तालिम यहीँ हामीले सरकारले उपलब्ध गराउँदैछ, गराइ पनि रहेको छ। पालिका, प्रदेश, सङ्घीय सरकार, विभिन्न तालिम संस्थामा तालिम लिनुहोस्। तालिम लिएपछि तपाईँको स्यालेरी पनि राम्रो हुन्छ, काम के हुन्छ भन्ने कुरा पनि तपाईँलाई थाहा हुन्छ। त तालिम लिनुहोस् र यदि यो कार्यस्थलमा आधारित तालिम चाहिँ यो प्रोग्राम चाहिँ कार्यान्वयनमा आयो भने आइसकेपछि तपाईँ यसबाट भरपुर लाभ लिनुहोस्। यो अत्यन्तै लाभ दिने खालको तालिम मोडल हो। मैले अघि भने 3टा कुरा मिल्छ हामीलाई। सर्टिफिकेसन मिल्छ, एकदम सिप परीक्षण सहितको। दोस्रो एक्सपिरियन्स लेटर मिल्छ। अर्को मेरो दैनिक जीवन सञ्चालनको लागि मलाई बेसिक स्यालेरी पनि मिल्छ र सँगसँगै म एउटा दक्ष कामदारको रूपमा तयार हुन्छु। अब मलाई जागिर देऊ न भन्दै हात थाप्दै खोज्दै हिँड्नु पर्दैन। जागिर यानि कि रोजगारले तपाईँलाई खोज्दै आउँछ र यो तालिम कार्यक्रममा यहाँहरूले भाग लिएर एकदम भरपुर लाभ लिनुहुनेछ भन्ने कुरामा म आफूलाई अत्यन्त विश्वस्त मैले ठानेको छु। निर्देशकजी, आज तपाईँले आफ्नो समय, आफ्नो दृष्टिकोण र अनुभव सेयर गरिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ। हस्, यहाँलाई पनि धन्यवाद। यहाँसँग बसेर यो श्रम रोजगारको क्षेत्रमा एउटा युवाहरूले चाहिँ खोजिरहेका छन् कसरी यसमा हामी योगदान दिन सक्छौँ भन्ने विषयमा यहाँसँग जुन संवाद भयो, कुराकानी भयो, यो पक्कै पनि अत्यन्त अर्थपूर्ण हुनेछ, लाभपूर्ण हुनेछ। हस्, धन्यवाद। यो नयाँ खालको तालिमले तपाईँले हामीले अघि उल्लेख गरेको यसमा बेसिकली त्रिपक्षीय हुन्छ होइन, यो 3टै पक्षलाई एउटै सूत्रमा बाँध्ने काम गरोस्, यसले सफलताको शुभकामना। हस्, यो सबैको जित हुनेछ, एउटा नागरिकको, एउटा तालिम दिने संस्थाको र एउटा रोजगारदाताको। त यसमा गरौँ, हामी सबैजनाको अत्यन्त सकारात्मक ऊर्जाको यसमा आवश्यकता छ। हुन्छ भन्ने, यसले पक्कै राम्रो गर्छ भन्ने विश्वासका साथ गऱ्यौँ भने यसले हुन्छ, राम्रै गर्छ। हामी हाम्रा सबै दर्शक श्रोतालाई अनुरोध गर्न चाहन्छौँ, यो नयाँ खालको तालिमको अवसरलाई चिनौँ, बुझौँ र यसबाट लाभान्वित हुने प्रयास गरौँ। कार्यक्रम हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।